आज हाम्रो सेकुवा सुरु हुँदैछ। सेकुवा कार्यक्रम ढुङ्गामा पोली खाने बनाउने म। दिपा साह्रो निन्द्रा लाग्यो के हो? हाम्रो सेकुवा बन्दैछ। सेकुवा भनेपछि ढुङ्गामा पोली खाने सेकुवा हेर्न सक्नुहुन्छ गाइज। के भन न? अरू नाना हुन्छ त्यही त। हाम्रो तिपालाई पनि आउन तिपा भनेको यहीँदेखि हेर्दैछ। आउन तिपा। अस्ति नै तिपा हामी जाँदाखेरि लिएर आएको। त्यसनै खोलामा लिएर आएको रहेछ र नि। हाम्रो सेकुवा पाक्दैछ। यो ढुङ्गाको सेकुवा, यो अर्को प्योर सेकुवा बन्दैछ। हाम्रो तिप्पाको एकदम रहर लाग्दो सेकुवा आज भन्दै हुनुहुन्छ रानी। सेकुवा खाने मान्छे नै हेर्नु भएको छैन कसरी पोलेको पनि। यस्तो गरेर तिप्पालाई दुःख दिन हामी आएको भनौँ भने खाना आएको। हेर्न सक्नुहुन्छ ढुङ्गा चाहिँ एकदम स्पेसल छ। पाकिसक्यो। हेर्दा हेर्दै पकाउने मान्छे यहाँ छ, यहाँ छ भिडियो गर्ने मान्छे यतापट्टि। हेर्न सक्नुहुन्छ आजको हाम्रो ढुङ्गा पकाएको सेकुवा यस्तो हुँदैछ। एउटा त्यो एक्स्ट्रा त्यो चाहिँ हामीले ट्याक्क आगोको रापमा त्यो चाहिँ पकाएको। यो चाहिँ ढुङ्गाको रापमा। अब हाम्रो यो सेकुवा अब तयार भयो। यो चाहिँ पाको, आफू पनि यहाँ पाक्यो। टाउको देखिएन के उता घुमाएर अलिक माथि अझै त्यस्तो होइन हौ। हो यो तरिकाले। ओके अब चाहिँ पाक्यो। यो हाम्रो कमल दाई को रहेछ यो चाहिँ? हो ए ल ल पाको। अब ऊ हल्ला बोला भाइ। ल हाम्रो फाइनली सेकुवा पाक्यो। ढुङ्गामा पकाएको सेकुवा। र यो चाहिँ सिलमा उनेर मात्रै। अनि यो चाहिँ अब हामी यसलाई तोड्छौँ मडोड्छौँ होइन। अब हामी तयार हुँदैछ। चिसो चिसो पनि आउँदैछ यहाँ। ल टिपा लु न हौ यहाँ एक्लै भए म निकालेर खा भाइ। देखाएर एक गाँस यता हेरेर खा। ल टिपा एक गाँस यहाँदेखि निकालेर ल त। ल चोबेर च्याप योसँग हौ अचार ओको चाहिँ ल खानु त म हेर्छु। ल अब त्यो मुनिकोसँग अब पुरै अचार अब। ल कान्छी ल ल पिरे
एक घाँस एक घाँस मेरो पालो अँ नानाको पालो मेरो पालो आयन भाइको पालो पर्दैन तपाईँको आधा बढी मात्रै